के छ यो घार चाहिँ कति वर्षसम्म टिक्छ कति यो यो यस्तो हुँदो रहेछ हेर्नुहोस् यो टेकमान काठहरू हुँदो रहेछ यो पनि टुनीको मात्रै तपाईँको चाहिँ राम्रै चल्दो रहेछ टुनी भन्ने काठ जुन हुन्छ रुख त्यो मामुली तपाईँको चाहिँ 7-8 वर्ष त मामुली चल्दो रहेछ टुनीको काठको घार है उनीहरूले त 15 वर्ष पनि भन्छन् तर 15 वर्ष त होइन होला मैले लिएर आएको चाहिँ तपाईँको चाहिँ उतिखेर लिएर आएको थिएँ अहिले चाहिँ 5-7 वर्ष चाहिँ भयो तपाईँको चाहिँ अझै पनि 2-4 वर्ष त जान्छ नि भने जस्तो चाहिँ अझै पनि छ है उनीहरूले 15 वर्ष भनेर भन्दिनँ 15 वर्ष जाला नजाला तर चाहिँ तपाईँको चाहिँ 10 वर्ष टुनीको काठ चाहिँ जाँदो रहेछ यो तपाईँको चाहिँ 6 वर्षदेखि चाहिँ जाँदो रहेछ यो के छ उत्तिस हो उत्तिस तपाईँको चाहिँ के हो उत्तिस आँप सबै होला आँप पनि हुन्छ आँपको त अब फर्निचर वालाले काठ त्यतिकै भेट्टाउनु पर्यो नि आँपको बनाइदिनु उत्तिसै होला जस्तो पनि लाग्छ हेर्नु यो मौरीहरू लड्ने कतिको हुन्छ बेलामा झुमेर लड्छन् नि यो यस्तो हुँदो रहेछ हेर्नु मौरी लड्नको कारण अब यसमा रोग के लाग्यो यसमा म छैन त्यसमा म छ भनेदेखि चाहिँ जफती जात पनि हुँदो रहेछ कि फेरि यो एउटा घरबाट अर्को घरमा गएर चाहिँ तपाईँको लुटेर ल्याएर आउने एउटा शङ्का किन लड्यो भन्नेमा चाहिँ तपाईँको चाहिँ त्यसमा पनि हामीले चाहिँ यो नलड्नु पनि लडे भन्दाखेरि यसमा म नभए त्यसकोमा छ भने अब यिनले चाहिँ तपाईँको लुट मानेर चाहिँ खाने जात पनि रहेछ अर्को कुरो मौरी तपाईँको चाहिँ अब यहाँ रानी तयारी भइसक्यो जानु पर्यो भनेदेखि तपाईँको चाहिँ यिनीहरूले तपाईँको चाहिँ लड्नु पनि त्यति त्यो अवस्थामा पनि लड्दा रहेछ अनि रानीविहीन भयो हामीले हेरिएन मन पुतलीभित्र लायो त्यो मौरी मासिनको लागि पनि लडाइँ पनि मौरीको लडाइँ चाहिँ तपाईँको किन भयो भनेर चाहिँ तपाईँको चाहिँ हामीले चाहिँ निर्देशन गर्न सकेन भने मौरीको चाहिँ तपाईँको खाली हुन जान सक्दो रहेछ तपाईँको कति त्यस्तो केसहरू कति पटक भएको छ कतिको हुन्छ जस्तो तपाईँले 175 सम्म पाल्नुभयो हजुर 175 हुँदा तपाईँको कति पटक त्यस्तो घारहरू लडेको भेट्टाउनुभयो तपाईँको यहाँ त्यस्ता घटना कति हुन्छ त्यो निरन्तर भइरहने होइनन् सुन्नुभयो पक्षले तपाईँको चाहिँ बताइरहेको हुन्छ यो आफूले अध्ययन गर्नुको चाहिँ कमीले चाहिँ तपाईँको चाहिँ हो भन्ने मलाई महसुस लाग्छ अब कुन घरमा तपाईँको चाहिँ रानी बिन भयो चरणमा चाहिँ तपाईँको चाहिँ पासा पर्यो या चराले चाहिँ खाइदियो रानी चाहिँ छैन भनेर हेर्न लागि अब हप्तामा चाहिँ एकचोटि हेर्नुमा पर्दाखेरि एक दिनमा तपाईँको चाहिँ 2-4 घाट हेर्नै पर्ने हुन्छ अब कुनै अवस्था यो मौरीको मात्रै काम हुन्छ भन्ने कुरो भने फेरि अर्को किसानको काममा पनि जानै पर्यो त्यो अवस्थामा चाहिँ तपाईँको चाहिँ रानी चरणबाट चाहिँ नआएको अवस्थामा मौरीले त तपाईँको चाहिँ आक्रमण गरेर अब घर नष्ट हुन जान सक्छ हेर्नु तर त्यो संजोग हो निरन्तरै त्यो हुन जाँदैन उडानमा जानु पर्यो क्या उडानमा जानु पर्दाखेरि तपाईँको पासमा पर्यो चराले खाइदियो भनेदेखि त यो त बिन भयो नि त कहिले पानी परिरहन्छ त्यो भाग्छ यी भाग्छन् होइन यहाँबाट निक्लेपछि त हामीले छोप्छौँ नि हजुर यो अब भागेर कतातिर जान्छ यी भागेर सायद टाढा जाँदैन यहाँ रुखतिर हजुर यहीँ वरिपरि बस्छ मिल्छ अनि सुन्नु न हजुर जस्तो यहाँ भाग्छ अनि भागेर ल्याएकोलाई चाहिँ हजुरले खाली घरमा राख्नुहुन्छ अनि एउटा छाउराको फ्रेम दिनुहुन्छ कि नै बस्छ नि त्यो गर्दा फेरि भाग्दैन भन्छ नि त्यो हो अब के गर्नु छ हजुर जस्तो यहाँ ल्याएर खाली पर्खनुहोस् है मौरी छोपिए झला मौरी छन् अब त्यो मौरी तपाईँको चाहिँ राख्नको लागि कहाँनिर राख्ने हो भनेर त्यो पहिला एक ठाउँ तय हामीले गर्ने हो है अनि तपाईँको चाहिँ त्यो खाली घार भयो जस्तो हामीले मौरी यहाँ ल्याएर राख्ने भइयो यो घार ल्याएर यहाँ राखेपछि तपाईँको चाहिँ अलिअलि चाहिँ तपाईँको चाहिँ मह हेरी फ्रेमहरू तपाईँको चाहिँ उल्ट्याएर यसो 3-4 फ्रेममा तपाईँको चाहिँ मह दलिदिने है अनि तपाईँको चाहिँ अब यसमा चाहिँ मौरी चाहिँ खन्याउनु भन्दा पहिल्यै ऊ त्यो घरको बच्चावालाको चाहिँ एउटा फ्रेम ल्याएर हेरी यो भागमा एउटा फ्रेम बच्चा भएको यो घरको फ्रेम भएको बच्चा भएको फ्रेम एउटा घर ल्याएर यो साइजमा होइन यहाँ बिचमा राखिदिने यहाँ बिचमा हजुर है
है सेकेन्डमा राखिदिने। अनि तपाईँको चाहिँ 3-4 घारमा पहिला चाहिँ फ्रेममा मह दलिएको छ है। अनि तपाईँको चाहिँ अब 6वटा फ्रेम गनी तपाईँ के यसरी राख्ने। यहाँभित्र तपाईँको चाहिँ सेतो कपडा तपाईँको चाहिँ यहाँ ओढाइदिने। अनि हेरी यताको भागमा तपाईँको चाहिँ फ्रेमहरू चाहिँ खाली राखेर तपाईँको चाहिँ मौरीको झोलाको चाहिँ तपाईँको चाहिँ मौरी ल्याएर त्यो यहाँ खन्याउने है। अनि यसलाई चाहिँ तपाईँको यतिमा राख्ने। सुन्नुभयो, यो कपडा हो है। मौरी ल्याएर हामीले यहाँ खन्याइयो। अनि मौरी चाहिँ खन्याएपछि तपाईँको चाहिँ यो भेगमा तपाईँको चाहिँ मौरीलाई महको बासन र तपाईँको चाहिँ यी बच्चाको बासन आयो। मौरी यता जान्छन् है। अनि तपाईँको चाहिँ मौरी यहाँ खन्याउनुभन्दा पहिला हेरियो परिवेशमा तपाईँको चाहिँ कुइन्केटले टाल्ने अथवा बुझो लगाइदिने। यो बुझो लगाइदिएपछि रानी यहाँबाट बाहिर निक्लिएन। मौरी यहाँ खन्याएपछि तपाईँको चाहिँ अब पछि यो कपडालाई बाहिर हटाएर यो तपाईँको चाहिँ लगाइदिने। अनि अलिअलि भएको तपाईँको चाहिँ घरमा त्यो झोलामा मौरी रहेको चाहिँ मौरी हुन्छन्। तपाईँको चाहिँ यो कुइन्केट बाहिर निकालिदिएर यो बुझलाई खोलिदिएर तपाईँको चाहिँ त्यहाँ झोलाको मौरी उत्तान गरी राखिदिएपछि यी मौरी अब भाग्दैनन्। यी मौरी यहीँ आफ्नो त्यही ठाउँमा उडेर जान्छ नि त एकछिनपछि। यहाँभित्र बसेका मौरी बसे, झोलामा भएका मौरी तपाईँको चाहिँ यहाँ उल्टो गर्दैछ यी मौरी यहाँ आउँछन्। त्यो गरेपछि मौरी भागेन। अनि अब यो मौरी यहाँ अहिले खन्याइयो है। आज फेरि भोलि लानु छ भने चाहिँ उता सार्न पाइँदैन। जहाँ मौरी राख्ने हो त्यहीँ लगेर मौरी खन्याउने हो है। अनि तपाईँको चाहिँ अब फेरि लानु कतै पर्यो यहाँ त भएन भन्ने भयो भनेदेखि बेलुका चाहिँ तपाईँको चाहिँ घाम अस्तासिन यो परिवेश घारमा बुझो लगाइदिने। अनि तपाईँको चाहिँ अब यसमा तपाईँको चाहिँ कतिको टाढा लानु पर्ने हो, यो घार कतिको टाढा लानु पर्ने हो, त्यही हिसाबले चाहिँ तपाईँको चाहिँ अब टाढै नै लानु पर्ने छ भनेदेखि हेरी यहाँभित्र तपाईँको चाहिँ जाली हाल्ने। यतिमा 4 पाटी जाली काटी ठोक्ने। यी चारैतर्फ तपाईँको चाहिँ काटी ठोक्ने यो बन्द भयो। यहाँ पनि तपाईँको चाहिँ बन्द गरेपछि कहाँ लानु पर्ने हो बल्ल लान पाइन्छ नत्र पाइँदैन। अनि मौरीको घार यहाँ आज यति यहाँबाट उता सार्नु छ टाढा लानु छ भनेदेखि दिनको 1.5 फुट 1.5 फुटदेखि टाढा फेरि तपाईँको चाहिँ लान पाइँदैन। मैले के भने बुझ्नुभयो नि। यो घार यहाँ राख्नु उचित भएन। यहाँ सार्नु पर्देखि उता सार्ने यता सार्ने दिनको 1.5 फुट मात्रै सार्ने। डाइरेक्ट उहाँलाई राख्न पाइँदैन।